Hello and namaste everyone. Hope you guys are fine. आज चाहिँ XR को अलिअलि मोडिफाइड हान्न निक्लेको छु म. मोडिफाइड भनेर त्यति साह्रो हैन है, हल्का फुल्का वान पिस बनाउने हो नि त बिस्तारै हैन XR लाई. छन त अहिले नि वान पिसै छ हैन मेरो. मैले यस्तो मोडिफाइड गरे हैन यो बाइकमा कसैले नि. अब बिस्तारै बिस्तारै झन् XR 190L यो वाला मोडलमा त PPF पहिलो हो, फर्स्टमै हो हैन, चट्ट पारामा. आज नि यसो हल्का फुल्का कार्बन हाल्दिउँ भनेर हो. त्यस्तो मोडिफाइड भनेर ट्राफिक जस्तो हुने हैन है, लिगल पारामा हल्का फुल्का गर्ने हो. त्यति साह्रो नि गरिन्न हैन, चट्ट पारामा जम गरेर है त अनि. आज चाहिँ के को र्याली स्याली के छ के अरे कुन कुन ठाउँमा हो है. रोड खाली छ त्यही भएर आज. मजाको हावा चल्दैछ आज चाहिँ. घाम पनि मिठो लागेको छ. हिजो बेलुका पानी परेर वेदर चाहिँ क्लियर भएको छ है, तर हावा पनि मजाको चल्दैछ. यस्तो बाटोमा यो त हिरो हो नि फेरि. मोडिफाइड डन है, यस्तो अलिअलि हल्का फुल्का हैन. अब लागौँ घरतिर. के छोइरहेछ रहेछ नि त टायरमा. फेरि यस्तो डिस्टर्बिङ नोइज आयो भने चलाउँदै कस्तो अबुढाइ हुन्छ क्या. छैन अब बल्ल त्यसले अनि त्यहाँ कतै छोडेर कटकट 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 कट आइरहेको क्या प्लास्टिक. अघि त बाटो खाली थियो, अहिले त जाम भयो. जाम भन्दाखेरि अलि भेहिकलहरू बढेको थियो, अघि यति थिएन क्या. वेदर चाहिँ आज मजाको छ क्या. 2:21 गइसकेछ हैन. लुक चाहिँ यस्तो छ है, लुक चाहिँ यस्तो भएको छ हैन. मैले गरेको भने एउटा यसमा कार्बन गरेँ है, त्यसै साइलेटमा चारटै साइलेटमा अगाडि पछाडि, त्यसै यसमा एउटा कार्बन, अर्को यसमा हैन, अनि कार्बन अर्को यहाँ गरे हो, यहाँ दुईतिरै हो. अनि त्यसै अर्को गरेको भनेको गियर लिभरमा त्यो कभर हालेछु, जुत्ता बिगारेको थियो क्या, त्यही भएर त्यो हालेको छु हैन. त्यति हो, केही गरेको छैन अरू. PPF त पहिले गरे हो. PPFहरू यो मिलाउन चाहिँ सन्डे बोलाएको छ, सन्डे जानुपर्छ हैन.
यस्तो अलिअलि उत्यो भएको छ कि सन्डे बोला छ, सन्डे डेट छ, सन्डे जानुपर्छ यस्तो। यो त चेन्जै गर्न लाउँछु म है, नयाँ हाल्नुपर्छ यो। अन्त त यो अलिअलि मिलाइदियो भने हो, यो पनि मिलाउनु लाउने हो, सबै मिलाउनु लाउनुपर्छ होइन है, त्यति हो। खास चाहिँ उत्यो गरेँ होइन, हल्का फुल्का मात्र हो। अब म घरै जान्छु, यहाँबाट घर 2 मिनट टाढा हो है, घरै जाऊँ चट्टपाडामा। घरतिर लागिन्छ अब है। आजलाई यति नै, होप हजुरहरूलाई मन पऱ्यो होला। मन परेमा लाइक सेयर सब्सक्राइब कमेन्ट गरौँ होइन। अरू भने त यस्तै छ, बिस्तारै बिस्तारै भ्लग आउँछ होइन, के गरे यसले।